भाइरल गुरु एनपीएलमा हार्दिक स्वागत छ। आज म जसलाई फोटोसप आउँदैन र फोटोसपमा काम गर्नका निम्ति यहाँहरूलाई असहजता हुन्छ, उहाँहरूका लागि हामीले एमएस वर्डमा कसरी यस्तो ब्यानर निर्माण गर्न सक्छौँ। जस्तै विद्यालयहरूमा विद्यार्थीहरूले चाहिँ विभिन्न जिपीहरू ल्याएर चाहिँ उत्तीर्ण भएका हुन्छन्, अथवा अन्य सन्दर्भमा पनि हामी यस्ता प्रकारका ब्यानरहरू जस्तै कपहरूमा विजेता विद्यार्थीहरूको लागि कङ्ग्रेचुलेसन ब्यानर निर्माण गर्न सक्छौँ। त्यसका लागि म सम्पूर्ण कुराहरू यहाँहरूलाई यस भिडियोमा उपलब्ध गराउनेछु। त्यसका लागि हाम्रो शैक्षिक च्यानल भाइरल गुरु एनपीएललाई सब्सक्राइब गर्न नभुल्नुहोला र यदि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कृपया हाम्रो फेसबुकलाई फलो गर्न पनि नभुल्नुहोला। यस्तै प्रकारका भिडियोहरू ल्याएर म निरन्तर यहाँहरूसँग उपस्थित भइरहेको छु। सर्वप्रथम यहाँहरूले कन्ट्रोल एन गर्नुहोस्। यहाँहरूलाई यसरी चाहिँ नयाँ एमएस वर्डको खुल्ने छ र त्यस पछाडि यहाँहरूले यो लेआउट बटनमा जानुहोला। माथि पेज लेआउट बटनमा गइसकेपछि यहाँहरूले यहाँ पेज कलर भनेर देखिराख्नु भएको छ। यहाँ पेज कलर भनेर दिएको छ। यो पेज कलरमा गएर यहाँहरूले कुन कलर चाहिँ यहाँलाई मनपर्छ, जस्तै मैले यहाँ रेड लिएको छु। पेज लेआउटमा जानुहोस्, त्यसपछि पेज कलरमा गएर पेज लिनुहोस्। त्यसपछि गएर यहाँहरूले टेस्ट लिनुहोस्। जस्तै अब यहाँहरूले यहाँ टेस्टमा गएर यहाँ टेस्ट बक्स लिन सक्नुहुन्छ, अथवा आर्टलाई पनि लिन सक्नुहुन्छ। कुन आर्टलाई यहाँहरूले चाहिँ लिने, यसरी लिएर चाहिँ यहाँ राखिदिनुहोस् र यहाँ लेख्नुहोस् बिग कङ्ग्रेचुलेसन, यसरी बिग कङ्ग्रेचुलेसन्स लेखिदिनुहोस्। र यहाँहरूले अब यसलाई मिडिल पार्टमा राख्न चाहनुहुन्छ भने यसरी यसको चाहिँ बढाइदिनु होला र यसरी चाहिँ यो बिच पार्टमा गइहाल्छ। यहाँहरूले अन्य चाहिँ अक्षरहरूलाई चाहिँ यहाँहरूले चाहिँ मोडिफाई गर्न चाहनुहुन्छ भने पनि यहाँहरूले यस गरेर होम बटनमा गएर यहाँहरूले यहाँबाट आफ्नो चाहिँ मन परेको चाहिँ कलरलाई यहाँहरूले लिन सक्नुहुन्छ, अक्षरलाई यहाँहरूले चाहिँ एडजस्ट गर्न सक्नुहुन्छ। यसरी गरिदिनुहोस्। अथवा यसको चाहिँ बाहिरी लाइनलाई यहाँले हटाउन चाहनुहुन्छ भने इन्सर्ट बटनमा फर्म्याट बटनमा जानुहोस् अनि यहाँ गएर चाहिँ नो फिल गरिदिनु होला, नो फिल गरिदिनुहोस्। अनि त्यस्तै गरेर सेभ आउटलाइन्स भनेको छ, सेभ आउटलाइन्सबाट नो आउटलाइन्स गरिदिनुहोस्। यसरी यहाँहरूले राख्न सक्नुहुन्छ। यति कुरा पुरा गरिसकेपछि यहाँहरूले चाहिँ यहाँ इन्सर्ट बटनमा जानुहोस् र इन्सर्ट बटनमा गइसकेपछि यहाँहरूलाई सेभ्स भनेर दिएको छ। यहाँ यो सेभमा क्लिक गर्नुहोस् र त्यस पछाडि यहाँहरूले कुनै एउटा गोलाकार सेपलाई लिनुहोस् र गोलाकार सेपलाई लिइसकेपछि यहाँहरूले यसरी चाहिँ एडजस्ट गरिदिनुहोस् र एडजस्ट गरिसकेपछि यहाँ माथि सेभ फिलमा गएर नो फिल गरिदिनुहोस्। त्यसपछि यहाँहरूले चाहिँ आउटलाइनलाई पनि चाहिँ चाहनुहुन्न भने नो आउटलाइन्स गरिदिन सक्नुहुन्छ। त्यस पछाडि यहाँहरूले यो गोलाकारमा ल्याउनका लागि जस्तै हामीले इन्सर्ट बटनमा गएर पिक्चरमा गएर हामीले पिक्चर ल्यायौँ भने यो गोलाकार आकारमा एडजस्ट हुँदैन, यहाँ देख्न सक्नुहुन्छ। त्यसका लागि यसरी आइदिन्छ, यहाँहरूले एडजस्ट गर्न सक्नुहुन्न। त्यसका लागि यो जो गोलाकार चाहिँ रहेको छ यो गोलाकारलाई यहाँहरूले चाहिँ सेलेक्ट गर्नुहोला। जुन गोला हामीले ल्याएका छौँ यसलाई सेलेक्ट गरिसकेपछि यहाँहरूले माथि फर्म्याट भन्ने छ, फर्म्याट ट्याबमा जानुहोला र त्यसपछि गएर यहाँ सेभ फिल भनेर दिएको छ माथि एरोलाई यहाँहरूले चाहिँ फोकस गर्नुहोला। यो सेभ फिलमा जानुहोस् र सेभ फिलमा गइसकेपछि यहाँनिर पिक्चर भनेर दिएको छ, यो पिक्चरमा क्लिक गर्नु अनि यहाँहरूले पिक्चर कहाँ राख्नुभएको छ, डेस्कटप पिक्चर अब कहाँ छ यहाँको, त्यसरी यहाँहरूले चाहिँ जहाँ राख्नुभएको छ त्यहाँबाट त्यो फाइललाई खोलेर यहाँहरूले चाहिँ यसरी फोटोलाई ल्याइदिनुहोस् र इन्सर्ट गरिदिनुहोस्। यसरी गोलाकारमा आएर यो फोटो चाहिँ एडजस्ट हुन्छ। अब एवं प्रकारले यसको बाहिरी चाहिँ भागलाई हामीले केही बाहिरी भागमा हामीले केही सिम्बलहरू राख्नुपर्ने हुन्छ। त्यसका लागि यहाँ इन्सर्टमा जानुहोस् अनि त्यसपछि गएर पिक्चरमा जानुहोस् र पिक्चरमा गइसकेपछि मैले यसको आउटलाइनलाई यहाँ चाहिँ डाउनलोड गरेर राखेको छु। मैले यस्तो चाहिँ राखेको छु। यहाँहरूले अन्य कुराहरू चाहिँ गुगल क्रोममा गएर डाउनलोड गरेर पनि राख्न सक्नुहुन्छ। यसरी ल्याउनुहोस्। यसलाई यहाँहरूले मुभ गर्न सक्नुहुन्न। त्यसका लागि यहाँहरूले राइट क्लिक गर्नुहोला र राइट क्लिक गरिसकेपछि यहाँ तल ऱ्याप टेस्ट भनेर दिएको छ, यसलाई बिहाइन्ड टेस्ट गरिदिनु होला। बिहाइन्ड टेस्ट गरिसकेपछि
यहाँहरूले अब सजिलै एडजस्ट गर्न सक्नुहुन्छ। अब यहाँलाई चाहिँ बढाएर यसरी चाहिँ एडजस्ट गरिदिनु होला। अब चाहिँ यी छात्राले कति जिपिए ल्याएकी हुन् त्यो जिपिए लेख्नका लागि यहाँहरूले फेरि इन्सर्ट बटनमा जानुहोस् र इन्सर्ट बटनमा गइसकेपछि सेभ, यहाँहरूलाई मनपर्ने सेभ कुन हो त्यो आकारमा यहाँहरूले सेभलाई लिन सक्नुहुन्छ। लिएर जस्तै यसरी चाहिँ ड्र गरिदिनुहोस्। यसरी ड्र गरिसकेपछि यहाँहरूले चाहिँ यसनिर राइट क्लिक गर्नुहोस् फेरि, अनि त्यसपछि गएर यहाँनिर दिएको छ एड टेस्ट भनेर दिएको छ। एड टेस्टमा क्लिक गरिदिनुहोस् र एड टेस्टमा क्लिक गरिसकेपछि जस्तै यिनले 4 जिबी प्राप्त गरिन्। यसरी यो टाइप गरिसकेपछि यहाँहरूले कन्ट्रोल ए गरिदिनुहोस् र यसको साइजलाई बढाउन सक्नुहुन्छ। अब एवं प्रकारले यसमा कुनै कलर दिन चाहनुहुन्छ भने यसलाई चाहिँ सिलेक्ट गर्नुहोस् र सिलेक्ट गरिसकेपछि यहाँहरूले यहाँ कुन कलर राख्न, यहाँलाई कुन कलर मनपर्छ यसरी राखिदिनुहोस् र यसरी बाहिरी राख्न चाहनुहुन्छ भने पनि यसरी चाहिँ यसरी राखिदिनुहोस् र यो यहाँहरूले अक्षरहरूलाई पनि चाहिँ होम बटनमा गएर यसरी चाहिँ यहाँहरूले क्रमशः चाहिँ अब एवं प्रकारले अन्य फोटोहरूलाई पनि एडजस्ट गरेर यहाँहरूले ब्यानरलाई निर्माण गर्न सक्नुहुन्छ। यहाँहरूलाई जस्तो लाग्यो उस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। हाम्रो च्यानल र फेसबुक पेजमा यहाँहरू पहिलोपटक भिजिट गर्दै हुनुहुन्छ भने कृपया युट्युब च्यानल भाइरल गुरु एनपिएललाई सब्सक्राइब गर्न र टिकाराम विष्ट रहेको यो फेसबुकलाई फलो गर्न नभुल्नुहोला। यहाँहरूको दिन सबैको शुभ रहोस्। यहाँहरूमाझ यस्तै भिडियोका साथ उपस्थित हुने बाचासहित म बिदा हुन्छु। धन्यवाद।